हेलो गाइस, आज धेरै दिनपछि फेरि पनि भिडियो लिएर आएको छु। कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला। वेलकम छ सबैजनालाई असी मरल युट्युब च्यानलमा। अनि सेयर गर्नु होला, भिडियो लाइक कमेन्ट गर्नु होला। अनि कस्तो लाग्छ भिडियोहरू कमेन्ट पनि गर्नु होला, साथीभाइहरूलाई सेयर पनि गर्नु होला। आज धेरै पछि मैले सानो भिडियो लिएर आएको छु। हाम्रो कुवेतदेखि को सिटीदेखि हामी माबुल्ला जाने क्रममा सिटीदेखि माबुल्लाको भिडियोहरू लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयरहरू गर्नु होला। अनि यस्तै नयाँ भिडियो लिएर आउनेछौँ, हेर्दै गर्नु होला लास्टसम्म है। सबैलाई मिठो माया सम्झनाका साथ यो भिडियोहरू हजुरमाझ ल्याइसकेको छु। हेर्नु होला, लाइक कमेन्ट गर्नु होला है। कुवेतको रम्मलघारी जङ्गलहरू यस्तो छ है। मेन हाइवेमा यो एकदम नेपालको जस्तो वातावरण छ। हरियाली रोपिरहेको छ। देख्न सक्नुहुन्छ पेट्रोल पम्पहरू छ यहाँ, यो साइडमा राइट साइडमा पेट्रोल पम्पहरू। अनि यो ब्रिज भइहाल्यो। अहिले हामी 110 को स्पिडमा कुदिराख्दा पनि धेरै बिस्तारै हिँडे जस्तो लागिरहेछ। यहाँ 110 को स्पिडमा यो भयो ट्याङ्कर, यो मिक्सचर, त्यो चाहिँ उसको के अरे कङ्क्रिटहरू कोर्ने मेसिनहरू। यहाँ देख्न सक्नुहुन्छ यो स्टेडियम हो, फुटबल खेल्ने ठाउँ भइहाल्यो यो स्टेडियम। आज मौसम एकदमै राम्रो छ। बिहान पानी परेदेखि एकदम राम्रो भइरहेछ मौसमहरू कुवेतको। बिहान पानी परिरहेको छ। अब गर्मीको टाइम छ, गर्मी सुरु हुनको लागि पानी परिरहेको छ। अहिले चाहिँ आज चाहिँ जाडै नै छ मौसम, एकदम राम्रो मौसम छ। सधैँभरि यस्तै हुने भने एकदम आनन्द हुन्थ्यो। जताततै हरियाली छ। यो एकदम राम्रो तरिकाले व्यवस्थित तरिकाले पानी जाने मूलसुल हालेर यति राम्रो जङ्गल बनाएको छ। यो एकदम मेहनत गरेर, पुरै बाल्लोमा मेहनत गरेर यस्तो बनाइरहेको छ। साथीहरू तपाईँहरूले कहाँदेखि हेर्दै हुन्छ कमेन्ट गर्नु होला है। धेरै दिनपछि भिडियो लिएर आएको छ। कामको व्यस्तता पूर्व बस भइहाल्यो, सरकारी बस भयो। 2.5 रुपियाँमा बसिटीदेखि हाम्रो माबुल्लामा आइपुग्छ त्यो गाडीबाट। अर्को 2 तारिक हुन्छ, त्यसको 350 छ। कुवेत सिटीतिरको बिल्डिङहरू भइहाल्यो। कुवेत हस्पिटल नजिकको बिल्डिङहरू हो है। तल ब्रिज भइहाल्यो, तल गाडीहरूको लाइन देख्न सक्नुहुन्छ। यो माथि पुलमाथिबाट हामी आएको छौँ अहिले। यो बिल्डिङहरू भयो, यता गाडी पार्किङ भयो। यति राम्रो के अरे रुल्स नभएर ठ्याक्क पार्किङमा टक्क गाडी राखिरहेको छ। देख्न सक्नुहुन्छ बिल्डिङहरू, राम्रो बिल्डिङहरू। हाम्रो नेपालमा पनि यस्तै हुन्छ होला सायद, कहिले हुन्छ हुन त हुन्छ। टेलरले कति लामो त गाडीहरू यस्तो स्पिड मेन हाइवे हो। यसको हाइवेमा एकतिरको साइडमा 6 लाइन छ। एक साइडमा यो बस सर यो कुवेत हस्पिटल हो। यो कुवेत हस्पिटल हो। यहाँदेखि हाम्रो रुम जानलाई अब 5 देखि 8 मिनट लाग्छ। यहाँदेखि रुम पुग्नलाई तपाईँहरू देख्न सक्नुहुन्छ है। आज मौसम यस्तो राम्रो छ कि बादल पनि गरिरहेको छ। रातिको समय भएर लाइटहरू सुरु गरिरहेको छ, बत्तीहरू बलिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ हामी भन्छौँ सरकुल टाइममा म यतितिर छु है। सबैलाई नमस्कार छ। अनि हामी गाडीभित्र छ, ड्युटीबाट रुमतिर फर्किने क्रममा। सबैलाई नमस्कार छ। मान्छे पन्को सबै गर्दै भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला।
जोस आउनेछ। यो नयाँ बिल्डिङहरू हो, 1 महिनामै यस्तो बनिसक्यो यहाँ होइन। अस्तिसम्म केही थिएन। हाम्रो पछाडि देख्न सक्नुहुन्छ, पछाडिको गाडीको ब्याकग्राउन्डबाट हामी भन्दा पछाडिका गाडीहरू यसरी कुदिरहेका छन्। यो हामी त्यही पछाडिको गाडी भइहाल्यो। अनि उता अर्को साइडमा उता जाने सिटीतिर जाने गाडी भयो। यो यता माबुल्लातिर साउदी जाने रोड है। यो अहिले हामी जुन आएको रोड छ, यो पछाडि देखाएको यो यताबाट साउदी गइन्छ। हामीभन्दा अगाडिको रोड भइहाल्यो। यहाँबाट सिधै गयो भने साउदी गइन्छ। यो रोडबाट गयो भने साउदी यहाँबाट 20-25 किलोमिटर होला। हामी अहिले 100भन्दा माथिको स्पिडमा कुदिरहेको, तर पनि गाडी एकदम सुस्ता कुदिरहेको जस्तो देखिरहेको छ। घरहरू छन् है, गाइजहरू। यस्तै छ भिडियो। कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला होइन। अब चिसो मौसम छ, पानी परेको कारणले गर्दा आज कुखुराको झोल सिरिप्प पार्नुपर्छ क्यारी जस्तो लाग्छ है। कताको साइले पनि चिरिप्प पार्नुपर्छ। पानीले च्यालेन्ज गरिरहेको छ मौसमले भन्ने मलाई लागिरहेको छ। तपाईँहरूको के कस्तो छ? तपाईँहरूको ठाउँतिर जाडो छ कि गर्मी सुरु भइरहेको छ? है यति भन्दै हाम्रो यता दोषहरू यता छन् है, मुस्कान गरिरहेको हाँसिरहेको छ। यता हाम्रो जेठन साहब एकदम तरिकाले थाकेको, कति राम्रो छ चिटिक्क लाएर यहाँ देख्न सक्नुहुन्छ। हामीहरू पुलमुनि ब्रिजमुनि छौँ है। राम्रो ब्रिजहरू बनाएको छ। हे पुलातारी जाउला नि घरैमा परे म त तिमीरै घरैमा सरर डरैमा भनेको छ। टाइम घरहरू छन् साइडमा। यस्तै घर बनाउनु कहिले हो? नेपालमा खोला पुल छैन सम्ममा। कति राम्रो घर हो। अब हामी हाम्रो रुम जाने नजिकतिर आइसकेका छौँ। सिग्नलमा जाममा परियो। अब जाममा परियो जस्तो छ है गाइजहरू। अब हामी रुममा जान्छौँ। रुममा गएर मजाले भारी खाना खाइन्छ, सुतिन्छ, अनि भोलि सबै उठ्ने ड्युटी जाने। कस्तो राम्रो यो हो माबुल्लाको सिग्नल। अब यहाँबाट यता लागेपछि हामी माबुल्ला गयो। यो सिग्नलबाट यता लाग्यो माबुल्ला भइहाल्यो। अनि यता देख्नुहुन्छ उता उयो तलको उता जाने रोड चाहिँ साउदी भइहाल्यो। माबुल्लाभित्र हलको स्टेट नम्बर 11मा रुम स्टेट नम्बर 11 अनि रुम नम्बर बिल्डिङ नम्बर 254 बिल्डिङ नम्बर चाहिँ यो भयो माबुल्लाको ठुलो बिल्डिङ। अनि देख्न सक्छ गाइजहरू यस्तो छ है। हामी बस्ने बिल्डिङहरू सबै यस्तै छन् यहाँनिर। सबै हामी कामदारहरू बस्ने बिल्डिङहरू हो यो। अनि यहाँबाट भित्र पसेपछि अनि सलक्क लाएर हामी यहाँ छौँ। अब यो एटिएम भयो, यहाँ यो होटल भइहाल्यो। अनि हामी यहाँ यो नेस्टोको ठ्याक्कै अगाडि आएपछि हामी लेफ्ट हान्ने। ठ्याक्कै लेफ्ट हान्ने। अनि नेस्टोको यता आएपछि अनि यो नेस्टो भइहाल्यो क्या। अनि यहाँ लेफ्ट हानेपछि अनि थोरै अगाडि गएर फेरि लेफ्ट हान्ने। अनि यहाँबाट लेफ्ट हानेपछि यहाँ कोटिङबाट लेफ्ट हानेपछि हाम्रो वासस्थान
आउँछ यो कोटिङबाट सिधा अगाडि जाने। अनि यहाँनिर आएपछि हामी बिल्डिङ नम्बर